यदि तपाईँ हामी मिलेर जानुको कुनै विकल्प छैन है साथीहरू। तपाईँ हामीले कन्टेन्ट मोनिटाइजेसन सेटअप पाउनु नै हो भने 10K फलोवर्स पुरा गर्नुपर्छ। 28 दिनभित्रमा आफ्नो अर्ग्यानिक युनिक भ्युजहरू 1,50,000 पुरा गर्नुपर्छ। अनि 90 दिनभित्र कम्तीमा पनि यो फेसबुक प्रोफेसनल ड्यासबोर्ड खुलेको 90 दिनभित्र 3वटा रिल्सहरू पुरा गर्नुपर्छ। अनि त्यो लगायत अन्य थुप्रै कार्यहरू गर्नुपर्ने हुन्छ होइन। अब हाम्रो फ्लोवर्स र भ्युजको लागि हामी जति पनि नयाँ तथा साना युजर साथीहरूको लागि निकै चुनौती छ, निकै शास्ति छ। र त्यसको लागि हामी नआत्तिएर बिस्तारै आफ्नो दैनिक कामहरू गर्दै जाने। अनि त्यसपछि हामीलाई धेरै ठुला युजर साथीहरूले पनि सपोर्ट गरिदिनु पर्यो। अनि यो स्टार च्यालेन्ज जति आइरहेको हुन्छ त्यसलाई पुरा नगर्दा पनि कुनै इफेक्ट पर्दैन है त। अनि त्योभन्दा बाँकी विकली च्यालेन्जहरू पुरा गरौँ, जसले गर्दा हाम्रो आइडी छिटो ग्रो हुने, बढ्ने। कुन दिन भाइरल हुन्छ थाहै हुन्न होइन। यो फेसबुकमा हरेक कामहरू गर्दै जाँदा मलाई के लाग्छ भने सुरुमा भ्युजहरू एकदम राम्रो दिन्थ्यो होइन, एक्टिभ थियो। त्यसपछि बिचमा हाम्रो रिच फेसबुकले नै घटाइदिएको हो कि त्यसले हाम्रो यो कन्टेन्ट क्रिएटर भएर काम गर्न सक्छ कि सक्दैन भन्ने कुराहरूले मूल्याङ्कन गर्छ। त्यसपछि फेरि हामीलाई झ्याउ लाग्छ, छोड्दै जान्छौँ, हाम्रो मेहनत घट्दै जान्छ र जसले गर्दा हामी सफल हुन सक्दैन। त्यो भएको कारणले हामीले निरन्तर रूपमा भ्युजसँग तुलना नगरेर आफ्ना दैनिक कामहरू नियमित रूपमा आफ्नो खाली समयको बेला सदुपयोग गरेर अनलाइनमा यसरी नै काम गर्दै जाने हो भने हामी निकै लामो समयपछि अहिलेको अवस्थाभन्दा धेरै फरक परिवर्तन भइसकेका हुन्छौँ। धेरै कुरा सिकिसकेका हुन्छौँ, जसले गर्दा हामीलाई अझ काम गर्न सजिलो हुन्छ। भ्युजको लागि पनि अनि फलोवर्सको लागि पनि सजिलो हुन्छ। त्यसैले यो बिचमा मलाई पनि झ्याउ लागेको थियो, झ्याउ लागिराखेको छ अझ पनि। र पनि मेरो पनि कन्टेन्ट मोनिटाइजेसन सेटअप भएको छैन। करिब 3 महिनाको अन्तरालमा त्यो बिचको 2 पटक मेरो आइडीमा धेरै इस्युहरू आयो र त्यसलाई मैले सल्भिङ गर्दै जाँदा धेरै समय मलाई त्यसले चाहिँ रेस्ट गरिदियो। त्यसपछि पनि मैले कुनै नआत्तिएर धैर्यताका साथ इमान्दारी भएर आफ्नो जिम्मेवारीभन्दा माथि उठेर नै कामहरू गरेँ र अहिले अलिकति सुधार भएको छ। र यसलाई अझै योभन्दा राम्रो बनाउनको लागि केही क्यामेराहरू अनि साथीहरूको पनि आवश्यकता पर्दो रहेछ र त्यसलाई पनि हामीले बिस्तारै म्यानेज गर्दै जाने हो भने समग्रमा हाम्रो